व्यक्तिगत अभिभावकको तर्फबाट चाहिँ म नमस्ते तथा यस आउँदै गरेको विजयदशमी तथा यो भाइटिका अर्थात् यमपञ्चकको हार्दिक शुभकामना व्यक्त गर्दै थोरै छोटो मन्तव्य म राख्न गइरहेको छु। यद्यपि मेरो यसो बोल्ने बानी त छैन, कहीँ पनि मलाई यो गोर्खा टिमले पहिलोपल्ट यहाँ मान्छेमा आएर उपस्थित भएर केही कुरा राख्न दिनुभएकोहरू दिएकोमा मलाई म उहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै मेरो सानो भनाइ के छ भने निसन्देह यस्ता किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूको एउटा लुकेको प्रतिभा क्षमतालाई प्रस्फुटन गर्ने र अगाडि बढाउने अवश्य नै यो मौका प्रदान गरेकै हुन्छ। तर पनि के हुन्छ भने मलाई लागेको कुरा अहिले यहाँ जनप्रतिनिधि हुनुहुन्छ, यो राज्यको दुईटा नीति विद्यार्थी उत्पादन अथवा शिक्षामा दुईवटा नीति जुन छ त्यसको चेपामा निसन्देह निजी विद्यालयबाट उत्पादन हुने विद्यार्थीहरूमा परेकै छ। भोलिका दिनहरूमा हाम्रा विद्यार्थीहरूले अझ बढ सङ्घर्ष कठिन यो बाटो यात्रा तय गर्नुपर्छ। भोलिका दिनमा सरकारी सेवा अथवा छात्रवृत्तिमा राज्यलाई विवेककारी नीति त्यसै पनि हाम्रो बच्चाहरू पछाडि प्रभावित गर्दा, त्यही भएर अहिलेदेखि नै यिनीहरूको हरेक क्षमताको शैक्षिक क्षेत्रका अथवा अतिरिक्त क्रियाकलाप क्षमतामा निकै यो गाडिनै पर्छ। राज्यका यो विवेककारी नीतिका कारणले गर्दा यो क्षेत्रमा उत्पादित बच्चाहरू साँच्चै नै एकदमै किसिमको तिखो र प्रतिभावान र क्षमतावान भएन भने उनीहरू जीवनका पछिल्ला दिनहरूमा चाहिँ एकदमै निराशा हुनु भएको छैन। त्यस कारणले हामी अभिभावक भनेको त विद्यार्थीलाई कहाँ थापिदिने रथलाई अगाडि लगिदिने मात्रै हौँ। रथमाथि विद्यार्थीलाई आफ्नो बच्चाहरूलाई चलाइदिने मात्र असली सारथी त रथ भनेको विद्यालय हो। सारथी भनेको विद्यालयका शिक्षकहरू हुनुहुन्छ, उहाँहरूले हाम्रा विद्यार्थीहरूलाई यो युद्ध मैदानमा रणभूमिमा लग्दै हुनुहुन्छ सारथी बनेर। त्यस कारणले हामीले कहाँ थाप्ने कुरामा हामी पछि परेको छैनौँ, तर सारथीको भूमिका एकदमै उत्कृष्ट रूपमा र एकदमै सकारात्मक लगिदिनु हुनेछ भन्ने विश्वास दिएका छौँ। यस्ता कार्यक्रमहरूलाई बेला बेलामा केवल यो लेखन क्षेत्रमा मात्रै गएर खेलकुद होला, गायन सङ्गीतमा होला धेरै प्रतिभाहरू यस बिचमा लुक्न सकेका हुन्छन्, आउन सकिरहेका हुँदैनन्। विशेष गरेर बच्चा बच्चीहरूको समस्या के हुन्छ भने क्षमता छ तर आफ्नो क्षमतालाई देखाउन सकेका हुन्छन्। बच्चाहरू घरमा नाचिरहेका हुन्छन्, बच्चाहरू घरमा गीत गाइरहेका हुन्छन्, गेम खेलिरहेका हुन्छन्, तर सरको अगाडि आफ्नो साथीहरूलाई त्यो क्षमतालाई प्रस्फुटन गर्न सकिरहेका हुँदैनन्। त्यसलाई सुधार्ने हाम्रो आनन्दको कर्तव्य पनि हो भने साथसाथै यस्ता कार्यक्रममा नाच गीतको र एउटा भक्तलाई हटाएर हौसला प्रदान गर्ने प्रमुख भूमिका भएको मलाई लाग्छ शिक्षक गुरुहरूकै हुन्छ। किनभने मलाई अनुभव छ, मेरो बच्चाले मलाई भन्दा आफ्नो गुरुलाई मानिरहेको हुन्छ। मैले भनेर भन्दा पनि आफ्नो गुरु स्कुलका सब टिचरहरूले भनेको कुराहरूलाई अनुसरण गरिरहेका हुन्छन्। त्यस कारणले यस्ता कार्यक्रमहरूमा यस विद्यालयमा अन्य प्रतिभा अन्य क्षमता रहेका विद्यार्थीहरूको पनि खोजी गर्नुहुनेछ। केही लगानी विद्यालयबाट पनि होस्, केही लगानी अभिभावकबाट पनि होस्, हामी तपाईँ हैसियत गर्नुहोस्, हामी होस्टे गर्छौँ उल्टो भएर सायद तपाईँ हैसियत गर्नुहोस्, हामी होस्टेमा हैसियत थपिदिन्छौँ। त्यस कारणले यहाँसम्म मलाई बोल्न दिनुभयो। आगामी दिनहरूमा पनि यस विद्यालयको शैक्षिक प्रगतिदेखि लिएर अतिरिक्त प्रतिभाका प्रगतिहरू देखिन जाओस्, प्रस्तुति हुँदै जाओस् र विद्यार्थीहरू केवल यसका जिपिएले मात्रै गोर्खा नचिनिदियो, गोर्खाले यो देशमा एउटा राम्रो कलाकार दियो, राम्रो खेलाडी दियो, राम्रो साहित्यकार दियो भन्ने एउटा इतिहास पनि गोर्खाले कायम गरोस्।